जिम सुरु गरेको ठ्याक्कै 1 हप्ता पुरा भयो। सुरुमा लाग्थ्यो कि यो जोस केही दिनमा हराएर जानेछ, तर हरेक बिहान जब शरीर दुख्थ्यो त्यसले मलाई झन् याद दिलाउँथ्यो कि म किन यहाँ आएको हो। यो 7 दिनमा मैले एउटा कुरा बुझेँ, सबैभन्दा महत्त्वपूर्ण कुरा अनुशासन रहेछ। अहिलेसम्म म केवल मेसिनहरूसँग अभ्यस्त हुँदै थिएँ, तर आजबाट मेरो ट्रेनिङ अलि गम्भीर हुँदैछ। अब म प्रपर सेटहरू, सही फर्म र तौलमा ध्यान दिँदैछु। हरेक सेटमा म आफ्नो सिमानालाई चुनौती दिनेछु। जब म तौल उठाउँछु मलाई लाग्छ म आफ्नो कमजोरीलाई उठाइरहेको छु। पसिनाको हरेक थोपाले मलाई मेरो लक्ष्यको नजिक पुर्याइरहेको छ। गाह्रो छ, मांसपेशी कराउँछन्, तर म रोकिनेवाला छैन। 1 हप्तामै शरीर त फेरिएको छैन, तर मेरो आत्मविश्वास पक्कै फेरिएको छ। यदि तपाईँ पनि केही सुरु गर्न चाहनुहुन्छ भने आजै पाइला चाल्नुहोस्। म अभिअनमोल, मेरो यो यात्रामा मलाई साथ दिनुहोला। भिडियो मन परेमा लाइक र सब्स्क्राइब गर्न नबिर्सिनुहोला। भोलि फेरि नयाँ ऊर्जाका साथ भेट्नेछौँ। जय नेपाल।